सो गाइजहरू आज चाहिँ हामी आएका छौँ जिरस लर्ड पार्क। यो रहेको छ माथि शेर्पा एभिन्यू वेस्ट स्टेसनको छेउमा र उता साइडमा छ हाम्रो ड्याम र उति रहेको छ हाम्रो साथीसँग घुम्दै आएको। सो तिमीलाई कस्तो लाग्यो यो एरिया? एकदम राम्रो छ नि। यो एरिया चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि ट्याक्कै नेपालको याद दिलाउने हुन्छ नि। घाँस छ, चौर छ होइन, यसरी मान्छेहरूले अब सो गाइजहरू मलाई चाहिँ वासरुम आइसकेको छ होइन। यहाँनिर रन त रहेको एउटा यो डब्बा जस्तो, तर यो खुल्ला छ कि छैन भन्ने मात्रै हो। तर यो एरियामा वासरुम हुँदैन कि, किनकि यो ड्याम एरिया हो नि त, त्यस कारणले गर्दाखेरि। तर लेट सी होइन, चेक गरौँ न होइन के छ, ओपन छ कि कन्डिसन। तर मलाई लाग्छ ओपन हुनुपर्ने हो, किन भन्दाखेरि यस्तोमा लक हुँदैन होइन युजल्ली। सो ओके, सी यु गाइज आफ्टर है त, बुझ्नुहुन्छ नि हजुरहरूले। ल समर सिजन चाहिँ एकदम राम्रो लागेको छ गाइजहरू। अनि यो भ्यू हेर्न सक्नुहुन्छ, एकदम एस्थेटिक, एकदम नोस्टाल्जिक भ्यू छ होइन। अनि नेपालमा जस्तै बाटो कहिले काहीँ त बिग्रिहाल्छ होइन गाइजहरू, किनकि सबैतिर यो हेर्न पनि सकिएन, ठिकै हो। तर साइडमा चाहिँ हाम्रो ड्याम छ। अनि ड्याम ड्याम ब्रो, त्यो चाहिँ मिल्छ है गाइजहरू भन्नलाई। तपाईँ ड्याम छ होइन, ड्याम ब्रो भन्नलाई ठ्याक्कै मिल्छ। अनि त्यहाँ सक्नुहुन्छ प्लेन, त्यो प्लेन चढेर चाहिँ हामी पनि नेपाल जान्छौँ है त। त्यहाँ सक्सेस भएपछि टक्क सफलता यहाँ पाएपछि, केही न केही गरेपछि जस्ट यता चाहिँ सबै गाइजहरू होइन। यो पछाडिको एरिया हामी यता उकालो चढ्दै आएको। उता साइड चाहिँ मैले होइन खोला थियो नि, त्यो खोलाको भ्लग गरेको थिएँ नि। साइडमा खोला छ र यहाँनिर चाहिँ रहेको छ हाम्रो नेपाली स्टाइलको बाटो। यो चाहिँ यो बाटोमा चाहिँ के छ भन्दाखेरि हल्का पानीहरू जम्या छ कि नेपाली स्टाइलको, त्यसैले हाम्रो साथीले चप्पल लाएर आएको रे। सो यता साइड चाहिँ हाम्रो ड्याम रहेको छ होइन, चराहरू उडिरहेको छ। अनि त्यसपछि यता साइड हाम्रो केटीहरूको ग्याङ थियो एउटा, अब कता हो हाम्रो जिस्काइरहेको थियो गीत गाएर। तर हामी बाल थिएनौँ हामी अब होइन। अनि यो एरियामा चाहिँ ड्याम हो कि गाइज, यहाँनिर ड्याम छ होइन। अब यो सानो ड्याम छ, तर यो आफैले आर्टिफिसियल ड्याम हो यो चाहिँ, पानी जमाएर बनाएको। अनि यही पानीबाट अब इलेक्ट्रिसिटी उयो निकाल्ने हो कि, तर के हो त इलेक्ट्रिसिटी खोइ गाइजहरू। यो किरा हेर्नु आकाशमा आइरहेछ होइन, के किरा हो थाहा छैन मलाई। तर म के भन्दै थिएँ अरे, यो ड्याम होइन, ड्यामबाट इलेक्ट्रिसिटी नै जस्तो लाग्छ मलाई निकाल्ने। त्यहाँ तल के चलिरहेछ हो, आफ्नै आर्टिफिसियल ड्याम बनाएर इलेक्ट्रिसिटी जेनेरेट भइरहेछ भनेदेखि अब हाम्रो नेपालमा चाहिँ त्यत्रो खोला हुँदाखेरि नि अझै पनि इलेक्ट्रिसिटी जेनेरेट अब बुझौँ न, त्यस्तै छ हाम्रो गभर्मेन्ट। अनि हाम्रो यता ह्यान्डसम दोस्त रोशन, म रोशनको नम्बर। अब हामी यस्तो हो गाइजहरू, यहाँनिर चाहिँ किरा हेर्नु नि, किरा यो के किरा हो गाइजहरू, टक्कै त्यो उयो हुन्छ नि, समर आएपछि त्यो किरा फट्याङ्ग्रा त आइहाल्छ त्यही पनि। अनि अब चाहिँ हाम्रो पर्सि चाहिँ आइएल्सको इक्जाम छ गाइजहरू। पर्सि आइएल्सको इक्जाम सकेर अनि हामी फेरि घुम्नु जान्छौँ, किन भन्दाखेरि हामीले काम गर्न पाउँदैनौँ कति दिनलाई, त्यसैले फेरि घुम्न गइन्छ होइन। क्यानाडा चाहिँ एकदम ब्युटिफुल रहेको छ। अब हामीले अझै धेरै ठाउँहरू घुम्नै बाँकी छ। हामी अझै नाइग्रा फल्स गएको छैनौँ, आएको एक वर्ष आदि यस्तो भइसक्यो। नाइग्रा फल्स हामी कहिले जाने भन त ब्रो? अर्को वर्ष कि यही वर्ष जानुपर्छ तिमीहरूमा? यही वर्ष, त्योभन्दा अर्को वर्ष अल्बर्टा ब्यान्फ नेसनल पार्क, त्यसपछि गाइडहरू भिसा सकिन्छ अनि नेपाल होइन त दर्शन ब्रो? ल तर ठाउँ चाहिँ राम्रो रहेछ है, ड्याम ब्रो भन्ने। त्यहाँनिर चाहिँ उता साइडमा चाहिँ एउटा गुड लाइफ
सो अहिले चाहिँ रातको 8:30 भइसक्यो, तर क्यानाडामा चाहिँ त्यो हुन्छ नि 5 बजे जस्तो छ अहिलेको यो मौसम। के अरे अहिलेको यो हेर्दाखेरि टाइम फ्रेम हेर्दाखेरि अब चाहिँ हामी यहाँबाट 184 गाडी लिएर विल्सन स्टेसन जाने बेला आयो। यता पारी साइडमा आउँछ गाडी चाहिँ। प्लेनहरू चाहिँ कति आउँछ भन्दाखेरि यो ठाउँमा डाउन भ्यू एयरपोर्ट छ कि गाइजहरू, त्यो भएर हो कि तर कता हो, प्लेन चाहिँ उडिरहन्छ यहाँ मिनटमा एक एकवटा। क्यानाडा यस्तै छ गाइजहरू, हेर्दामा सुन्दर तर भित्रभित्र पीडादायी एकदमै। ओके भन्दै त रोशन, तर त्यस्तो होइन रहेछ। हामीलाई पहिला त्यस्तै लाग्थ्यो तर बिस्तारै मिल्दै जाँदो रहेछ। हो कि भनिदेऊ त। पहिला हामी साइकल बोकेर उबर जाने गरे मान्छे, अहिले जे भए पनि एउटा स्टेबल जब छ, जिन्दगी चलिरहेछ होइन। तर जब नराम्रै भए पनि अब त्यो जस्तो जब भए पनि एउटा जब चाहिँ छ भनौँ न। जब छ त्यतिमै खुसी छौँ हामी। अब अरू भनेको त्यही हो। अनि सो आजको हामी गएको पार्क चाहिँ यही हो है गाइजहरू। के अरे द जिरस लर्ड ड्याम एन्ड रिजर्भियर यही रहेको छ होइन। सो हामी चाहिँ अब घरतर्फ लाग्दै गएको छौँ। किन भन्दाखेरि अब त्यो ढिलो हुन्छ होइन। ढिलो भन्दा नि अलिअलि पढ्नु पनि छ अब हेर्नु। आइएल्सको अरू सेक्सन त त्यस्तो गाह्रो लाग्दैन, राइटिङ चाहिँ अलिकति मलाई भनाउन त्यस्तै लाग्छ होइन। त्यसैले गर्दाखेरि अब हामी चाहिँ पारी तर्नुपर्ने हुन्छ। त्यहाँबाट 104 भन्ने गाडी आउँछ, त्यहाँबाट विल्सन स्टेसनबाट त त्यहीँ नजिक हो, 5 मिनट हिँड्दै गयो नि भयो। ओके हेर्नु ब्रो हो होइन। हामी चाहिँ गाडी चढ्ने ठाउँमा फाइनली आइसकेका छौँ। 104 टु विल्सन गाइजहरू। यही अगाडिको बसमा हाम्रो चढ्ने चाहिँ फाइनल्ली आइसक्यौँ होइन। सो लेट्स गो टु द होम। त्यो कपाल कस्तो हावा भइरहेको क्या उहाँ आएर होइन। अब हामी घर जाँदैछौँ कि गाइजहरू है त। घर गएर तोड्देंगे फोड्देंगे। अब गएर पढ्ने हो गाइजहरू। पढ्ने हो कि सुत्ने हो? सुत्ने हो आजलाई पुग्यो होइन, आज पढियो। त्यो माथिबाट हो यस्तो झ्याल बल्ल मिल्छ कि गाइजहरू। सबै चाहिँ नखोल, अब मजा आउँछ है त। निकाल्छ भने अलि हामी चाहिँ गाइजहरू फाइनल्ली विल्सन स्टेसन आइसकेका छौँ। विल्सन स्टेसन चाहिँ लास्टै ठुलो छ यो एरियामा। मलाई चाहिँ किन हो विल्सन माथिको नोर्थको स्टेसनहरू चाहिँ लास्टै ठुलो लाग्छ। अनि उता साइड चाहिँ रहेछ घरहरू होइन। हामी चाहिँ बस कुरिरहेको है। बस चाहिँ फेरि चढ्दा नि हुन्छ हामीले, तर 165 7 मिनट रहेछ। अब यही कुर्छौँ कि अब हेरौँ के हुन्छ होइन। तर घर त यहीँ हो, 5 मिनट हिँडेर जाँदा नि हुन्थ्यो, तर हामी बसमै प्रिफर गर्छौँ। अलि हिँड्नलाई झ्याउ लगाइरहेको छ कि त्यही भएर। हामी चाहिँ गाइजहरू फाइनल्ली घर आउनलाई आइसकेका छौँ। यहाँ गाइज खतरा म्याट्रेस रहेछ क्या, तर बोक लैजाउँ। त्यो हावा म्याट्रेस रहेछ, अब हामी त्यस्तो बोक्दैनौँ। अब चाहिँ हामी घर आइसकेका छौँ, जस्ट 1-2 मिनट होइन गाइजहरू। अब आज केही खाइँदैन, हाम्रो बेलुका केही नखाने बानी छ। बिहान 1 थाल भात खाइयो, अब होइन कफी खाइयो, अब केही खाइँदैन, सुत्ने अब। त्यस्तै छ जिन्दगी। सो यो त जस्ट एउटा स्टार्टिङ भ्लग मात्रै हो, स्टार्टिङ भ्लग जस्तै हो। तर अब यो पछि अझै राम्रो आउँछ। यो जस्तो भ्लग भयो नि हुन्छ, एउटा सर्ट भ्लग भनौँ न, एउटा त्यो पनि भ्लगै भनौँ न, केही छैन। सो मेरो पार्टनर चाहिँ भ्लग पार्टनर चाहिँ ऊ अगाडिको बाँदर जस्तो होइन यार, तिमी त मेरो जान हो कि।
यस्तो साथीलाई कहाँ भन्छु त म अब रुखा पातहरू नि पलाउँदैछ गाईहरू केही थिएन सुक्या थियो रुखा पातहरू पलाउँदैछ अब समर लागिसक्यो यो समरमा चाहिँ घुम्नुपर्छ अब घुम्नुपर्छ के हो अब काम हान्नु नि पर्ने छ तर केही छैन यसो मिलाएर कहिले काहीँ जाउँला नि अन्त ब्रो यो बारेमा के भनाइछ अब पहिला धेरै काम हालेर पलिसी हरियो पानी अब तराई छ नि त घुम्न पनि जानुपर्छ अनि कामै हाल्नुपर्छ हप्ताको 6 दिन काम हाल्ने मिला दाजुभाइ सक्छु भन्नु टक्क घुम्न जानुपर्छ हामी एउटा गाउँ गाउँ ठाउँतिर सानो बोतल लिएर गएर टक्क पार्कमा बसेर अनि तपाईँहरूलाई केही कुराको अब हामीले जानेको कुरा हामीले केही बुझेको कुरा छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ होइन हामी त्यो उयसमै भिडियो बनाउँछौँ क्या फेरि अब सबैमा भिडियो आउँछ कसरी अब काम पाउने चाहिँ हामीलाई नसोध्नु रिसर्च हान्न अब हामी सक्छौँ रिफर पनि हान्न सक्छौँ है फेरि काममा अब हाम्रो साथी फेरि खतरनाक पोजिसनमा अब फेरि सुपरभाइजर होइन त यत्तिकै हामी बस्ने बङ्गला चाहिँ है हाम्रो ठिक छ है बङ्गला गाईहरू यतिको अपार्टमेन्टै हो भनौँ न तर अब चाबी निकाल्नु पऱ्यो भित्र छिरौँ र म चाहिँ अब भ्लग अहिले इन्ड गर्छु है गाईहरू अब धेरै बोल्न मिल्दैन भिडियो भएपछि ल सी अन द नेक्स्ट भिडियो बाई बाई गुड नाइट